अब हाम्रो बक जीआर कति हुनु पर्यो 10 प्लस हुनु पर्यो सो सबैमा हामीले चेक गरे कति छ यहाँ चाहिँ हेर्नु कसरी सर्टिङको थाहा लाउने रिभर्स जीआर चेक गरिरहेको छु 71 यहाँ पनि हेरिनु पर्यो ठीक छ सो कति छ 70 त्यसपछि 69 त्यसपछि 177 त्यसपछि 176 त्यसपछि 234 त्यसपछि 403 त्यसपछि 59 58 ओके छ त्यसपछि 003 सर्टिङ भनेको यहाँ छ हेर्नुभयो सेट किन डेड छ यही कारण छ किनभने भिपीएच भोल्टेज पनि बन्यो भिपीएच जीआर पनि ओके छ हाम्रो सेकेन्डरी लाइनमा के छ त प्रब्लम छ पावर आईसी बाट जो आउट हुन्छ त्यो के भयो त सेकेन्डरी लाइन सो अब हामी के गर्ने यसलाई निकाल्ने यसलाई के गर्ने निकाल्ने हल्का फ्लेक्स हालेर धेरै भयो सो केही छैन यसको पनि हामी के गर्ने टेम्परेचर डाउन गर्दिने बुझ्नुभयो बहादुर जी टेम्परेचर डाउन गर्दिने दुईटै साइडबाट टेम्परेचर यो दुईटैमा एप्लाई गर्दिए छिटै आउँछ सो अब हामीलाई यो निकाल्नु पर्यो टेम्परेचर हाम्रो कति छ अहिले एसएमडी पनि आयो थ्री सिक्सटी छ मतलब 360 टेम्परेचर एयर चाहिँ 60 किनभने एसी चलिरहेछ त्यही भएर र एसएमडी पनि हाम्रो क्विक 2008 छ 857 मा र योमा चाहिँ त्यो शूटर हो यो चाहिँ सर्कल हो आयो बाहिर ठीक छ अब चाहिँ हामी हेर्ने जीआर कुन साइडबाट हाम्रो जीआर चाहिँ सर्टिङ छ जीआर चाहिँ कुन साइडबाट त हाम्रो सर्टिङ छ भन्ने कुरा हामीलाई हेर्नु पर्यो बोर्डलाई एकछिन ठन्डा हुन दिने त्यसपछि चाहिँ यहाँ हेर्नु कति आयो 360 जीआर ओके भयो एक साइड अनि यो साइड 003 कुन साइडबाट सर्टिङ छ यो साइडबाट सर्टिङ छ अनि यो पनि फेरि पावर आईसी मा गइरहेछ अनि यो कति भोल्टेजको लाइन थियो हामी बोर्नियोमा हेर्दा 1.3 सो अब 1.3 को लाइन सर्टिङ थियो भने चाहिँ अहिले हामी फेरि एकपल्ट बोर्नियोमा हेरेर चाहिँ हामीलाई थाहा लाग्छ कि यो लाइन कहाँ गइरहेछ 1.3 भनेको लोयर एलडीओ हो के हो लोयर एलडीओ अब चाहिँ हामी के गर्ने यो आईसी निकाल्ने र त्यसपछि चाहिँ हामी जीआर चेक गर्ने ठीक छ माथिको सिल हटाइसकेछु अनि अब यो आईसी निकालेर चाहिँ हामी हेर्ने हो
जबसम्म सेक हुँदैन तबसम्म हामी ननिकाल्ने, हल्का चाहिँ टेम्परेचर बढाउनु पर्यो। सेक भयो, निकाले, क्यापेसिटर त्यो हल्लियो, यो राख्नु, आइसी ध्यान राख्नु है आइसी को। अब यसलाई हल्का सिधा गर्नु पर्यो। टेम्परेचर एयर कम गरिदिनुस्। आयो आफ्नो ठाउँमा। अब चाहिँ के गर्ने, सर्टिङ चेक गर्ने। बोर्ड एकछिन ठन्डा हुन दिने। अब चाहिँ हामी के गर्ने, जिआर चेक गर्ने। के गर्ने, जिआर चेक। अहिले पनि हाम्रो के छ त, सर्टिङ छँदैछ। भनेपछि सीपीयू आईसी को प्रब्लम। सीपीयू आईसी मा यो लाइन गइरहेको छैन। पावर आईसी सीपीयू को अब सिरियल डाटा र सिरियल क्लक को लाइन आइरहेको छ यसमा। त्यसकै हामी यसको प्याड भ्यालु लिएर थाहा गर्न सक्छौं, हो कि हैन। प्याड भ्यालु लिएर चाहिँ हामी ओके छ। सिरियल डाटा सिरियल क्लक को लाइन चाहिँ यो चाहिँ के छ, ग्राउन्ड होला। त्यसको लागि हामी यहाँ बर्नियोमा हेर्न सक्छौं। हो ग्राउन्ड छ त्यो। यो सिरियल डाटा सिरियल क्लक ठीक छ, त्यो के छ, पीएम रिसेट। उल्टा छ, ठीक छ। सो अब चाहिँ हामीलाई के गर्नु पर्यो, पावर आईसी नै निकाल्नु पर्यो। किनभने यो आईसी यहीमा गइरहेछ, यो लाइन र यो लाइन यही गइरहेछ, अरु कतै गइरहेको छैन। त्यसैले हामीलाई अब के गर्नु पर्यो, पावर आईसी उठाउनु पर्यो। मेबी हुन सक्छ कि हाम्रो के कहाँ सर्टिङ छ त, पावर आईसी मा। पावर आईसी निकाल्नको लागि यो हामी निकाल्ने माथिको थर्मल प्याड। थर्मल प्याड निकालेर अब चाहिँ फ्लक्स हाल्दिने हल्का।
फ्लक्स हालिदिए। अब चाहिँ हामी आइसी उठाउने। ट्विजर सब खराब गरिदिएको छ। ट्विजर तपाईको एकदम ऊ हुनु पर्यो, नोकिलो। यसको टुप्पो एकदम पातलो हुनु पर्यो। यहाँ सब बर्बाद पारिदिएको छ। तब आइसी डाइरेक्ट आउँछ, त्यसलाई नरिभल्भ गरिकन हाल्न सक्नुहुन्छ। अब चाहिँ हामी अर्को जस्तै यहाँ क्यापेसिटरहरू छ साइडमा, त्यसलाई हेर्ने मेल्ट भएको छ कि छैन। जबसम्म यहाँ अर्को कम्पोनेन्ट मेल्ट हुँदैन तबसम्म आइसी मेल्ट भएको हुँदैन। हेर्नु, यो मेल्ट भइसकेको छ, क्यापेसिटर बाहिर आयो। अब चाहिँ हामी हल्का आइसीलाई सेक गर्ने कोसिस गर्ने। यसले सेक भएन, भइसक्यो। सेक भयो। उठ्यो। अब एकछिन ठन्डा भएपछि हामी यसलाई चेक गर्ने। पुरै सिधा उठेछ। यो पनि ट्विजर अलि अझै राम्रो भए पनि मजाले आउँछ। यो बिना रिभल्भ गरिकन हाल्न मिलिहाल्छ। हो। अहिले अब सर्टिङ हट्यो भने आइसी त चेन्ज गर्नुपर्छ नि। यसलाई सफा गरेर फेरि त्यहाँ उ गर्दा हुँदैन, रिभल्भ गर्दा हुँदैन। सर्टिङ छँदैछ। अब चाहिँ के हुन सक्छ त, क्यापेसिटरहरू नि सर्ट हुन सक्छ। के हुन सक्छ? क्यापेसिटरहरू, किनभने यो लाइनमा धेरै क्यापेसिटर छ। अब चाहिँ के गर्ने? लास्ट अप्सन के हो भनेको, अब चाहिँ डीसी, किनभने यो हाम्रो लाइन सीपीयूमा गइरहेको छैन। यसलाई भोल्टेज कम गरेर, एम्पियर कम गरेर चाहिँ 1.82 एम्पियर राख्ने र भोल्टेज 1.3। 1.3 एम्पियर। अब चाहिँ यसलाई भोल्टेजमा राख्नु। मल्टिमिटरलाई भोल्टेजमा हो कति? 1.28। ठीक छ, 1.3 छ। अब चाहिँ हेर्नु, माइनसको माइनस प्लसमा लाउँछु। कति करेन्ट लिइरहेछ? 855। अनि हेर्ने के हिट भइरहेछ। एकछिन बोर्डलाई पहिला ठन्डा हुन दिने, अनि चाहिँ तब हेर्ने के कुन पार्ट हिट भइरहेछ। ठीक छ, यहाँ पनि रोजिन एप्लाई गर्ने, त्यहाँ पनि रोजिन एप्लाई गर्ने। बोर्ड अहिले ठन्डा छ। एकछिन बोर्ड एकदम तातो छ, ठन्डा बनिरहेको छु। एकछिन ठन्डा हुन दिने, त्यसपछि हामी रोजिन एप्लाई गरेर हेर्ने। किनभने 855 लिइरहेछ। 350 भन्दा माथि भयो भने, 400 भन्दा माथि भयो भने रोजिनले मेल्ट भइहाल्छ। ठीक छ, रोजिनले मेल्ट भइहाल्छ। यो आइसी ख्याल गर्नु है। गयो भने फेरि गाह्रो हुन्छ। दुईटै आइसी ओके छ। क्यापेसिटर चाहिँ यसरी मात्रै चेक गर्न, डाइरेक्ट यसरी चेक गर्न मिल्दैन? मिल्छ। त्यो 1 to 1 कसरी चेक गर्ने? तपाईँ पहिला त सर्टिङ कुन हो त्यो थाहा लाउनु पर्यो नि। सबैमा अहिले ग्राउन्ड हेराउँछ।
जति छ सबैमा चेक गर्दा के हेराउँछ त ग्राउन्ड। अब चाहिँ एकछिन एसी बन्द गर्नु पर्यो किनभने त्यो कामै गर्दैन रोजिन। रोजिन एप्लाई भइरहेछ त भइरहेछ। रोजिन एप्लाई गर्ने यहाँ र त्यहाँ। यसलाई आइसी नझिकन त्यसरी गर्दा चाहिँ थाहा हुन्थेन। स्टेप बाई स्टेप गर्ने हो थाहा त हुन्थ्यो तर के हुन्छ बढी केसमा चाहिँ यो सेकेन्डरी लाइनमा आइसीहरू नै सर्ट हुन्छ। अनि तपाईहरुलाई फेरि पुरै थाहा हुनु पर्यो नि यसरी यसरी गरिन्छ भनेर। पुरै स्टेप हेर्दा चाहिँ अलि राम्रो बुझिन्छ। ठीक छ रोजिन एप्लाई भयो यहाँ पनि त्यहाँ पनि। त्यो दुईटै आउनु पर्यो यहाँ आयो। हेर्नुभयो कुन सर्ट भयो? हेर्नुभयो? देखाइदियो यहाँ त तपाईँले अघि त गर्नुभएको यो सर्ट भने बुझ्नु भएन अहिलेसम्म? मैले त तपाईँले गरिरहेको थिएँ त्यही भएर। ए ठिक छ फेरि हेर्नु। त्यो एउटा त उ गर्ने त्यहाँ नजिक त्यो हेर्नु मेल्ट गरिदिए सबै क्यापेसिटर। अब चाहिँ हेर्नु म त्यहाँ के गरिरहेको छु 1.3 भोल्टेज छ अनि यहाँ पनि 1.3 अनि त्यहाँ हेर्नु म के गर्छु सिम्पलीमा त्यहाँ हामीलाई चाहिँ म त सर्टमै गर्न मिलिहाल्छ तर यो हेरेपछि अलि राम्रोसँग बुझ्नुभयो नि यसो यसो स्टेप हुन्छ भनेर। यहाँ हेर्नु म के गरिरहेको छु अहिले माइनसलाई माइनसमा राखेँ अनि यो पोजिटिभलाई म हेर्नु यहाँ दिइरहेको छु भोल्टेज इन्सर्ट गर्दैछु। ध्यान दिनु उता फेरि राख्नु भएको छ। यहाँ हेर्नु क्यापेसिटर एउटा हिट भयो बिचको। यो के छ त सर्ट छ। ठीक छ अब त्यसलाई के निकाल्दिने त्यसलाई टेम्परेचर डाउन गरेर। अनि निकालेपछि हामी त्यसलाई चेक गर्ने कन्टिन्यू बिप दियो भने क्यापेसिटर के छ त सर्ट छ। निकाले राख्नु। अब चाहिँ कंटिन्यूटी मोडमा मल्टीमीटरलाई राख्नु। अरे भाई पहले उसको रखो ना वोल्टेज मोड में है अभी। हाँ हाँ रखो। हाँ अरे चलाते रहोगे क्या? थोड़ा रुक भी जाओ। हाँ सीख लिए हो ना थोड़ा धीरे भी कर लो। बीप दियो। अब चाहिँ यो क्यापेसिटरलाई हामी चेक गर्ने कन्टिन्यू बीप दिनु परेन। कन्टिन्यू बीप दिइरहेछ फेरि तपाईले लाग्ला यहाँ यो कपडा छ यो माथि चाहिँ हामी बोर्डमै राखो। त्यसो भए यहाँ बोर्डमा राखे
के भयो कन्टिन्यू बिप दिइरहेछ सर्ट छ अब हामी जीआर चेक गरौँ इसमें कहाँ से जीआर चेक डायोड मोडमा राखौँ अब हेरौँ हामी जीआर चेक गर्दैछु यहाँ जीआर ओएल हुनु पर्यो किनभने आइसी लागेको छैन ओएल छ सेटिङ हट्यो अब यो 100% सेट अन हुन्छ अनि यो क्यापेसिटर लाउनु पर्दैन नि क्यापेसिटर किन लगाउनु पर्छ नि अर्को लाउनु पर्छ कितना भ्यालु का था कितना भ्यालु का नहीं ये सेम लाइनबाट सेम लाइनबाट झिकेर लाउँदा हुन्छ नभए यो कति भ्यालुको छ भने चाहिँ कसरी थाहा पाउने एस्मेटिकमा हेरेर चाहिँ कति भ्यालुको छ त्यो थाहा भइहाल्छ त्यो एस्मेटिक त छैन यसको अनि के निक्लियो त बेक आइसी हामी ननिकालेर नि थाहा गर्थे तर सीपीयूमा जान्छ कि यो लाइन भनेर नलागेको सीपीयूमा जान्छ भोल्टेज तलमाथि भयो भने सीपीयू जान्छ भोल्टेज अलि बढी भयो भने ठीक छ तर यो लाइन चाहिँ सीपीयूमा गइरहेको थिएन सो हाम्रो काम चाहिँ पावर आइसीबाट अब चाहिँ तपाईहरु मलाई यो रिभल्भ गरेर दिनुस् अनि लगाएर दिनुस् चाहिँ यो चाहिँ अन हुन्छ 100% ठीक छ हेर्नुभयो सेटिङ कसरी निस्क्यो जस्तै त्यो पावर आइसी हल्का देखिएको थियो तर आफ्नो ठाउँमा आयो हल्का हेर्नु भएको थियो नि त्यो पाइप प्याड निस्किसकेको थियो अलि बढी भयो त्यति नहुनु पर्ने टेम्परेचर लो को कारण अहिले बोर्ड को टेम्परेचर हाई भएको कारणले पाँचै छ हिट बोर्डमा जीआर लिनु हुँदैन उल्टा पुल्टा हेराइदिन्छ लगभग हिट छ त बाहिर छ गर्मी छ गर्मी छ नि भाइ आठ आइरहेको थियो कति आयो यहाँ 6 आइरहेको थियो आयो जीआर 18 आयो 19 कति भन्दा माथि हुनु पर्यो 10 भन्दा माथि अब बक भोल्टेज चेक गर्ने यो हामीसँग यो जुन फोन थियो OnePlus Nord N100 त्यसमा के गरे र कहाँ प्रब्लम भेट्यो सबभन्दा पहिला त हामी VPH चेक गरे थियो हो कि हैन हजुर
VPH पहिला VBAT त्यसपछि VBAT GR चेक गरे कति आयो GR चार्टमा हेर्नु कति आएको थियो 400 प्लस अनि फरवर्डमा 1400 प्लस त्यसपछि VBAS GR चेक गरे स्टेप बाइ स्टेप हामी गए त्यसपछि VPH GR चेक गरे VPH GR पनि आयो 300 प्लस 1370 प्लस फरवर्डमा त्यसपछि VPH भोल्टेज पनि 3.2 आयो त्यसपछि बक GR चेक गरे हामी जुन कि पावर आइसी एपबाट आउटपुट हुन्छ त्यो पनि चेक गरे ठीक छ अनि बक GR पनि हामीलाई सबैमा ओके आयो तर एउटा चाहिँ 1.3 को लाइन थियो जुन कि एउटा स्विचिङ आइसी मा जान्छ क्यामेराको लागि जसले भोल्टेज बनाउँछ त्यो आइसी मा जान्छ त्यो लाइन चाहिँ सर्ट थियो यो यहाँ यो लाइन चाहिँ सर्ट थियो हो कि हैन अहिले सर्ट सेट अन छ सर्ट होला सो यो बिच टच गरिरहेको छु म यो चाहिँ सर्ट थियो तर त्यसलाई हामी निकालेपछि हामीले के गरे कि यो त दुईटै जुन एउटा लाइन यता छुट्यो एउटा लाइन यता छुट्यो ठीक छ फेरि यो पावर आइसी बाट आउट भइरहेछ अनि फेरि पनि पावर आइसी मै गइरहेछ ठीक छ त्यसपछि पावर आइसी बाट फेरि यहाँ एउटा आइसी छ स्विचिङ आइसी जुन कि त्यसलाई पनि हामीले के गरे निकाले कि यो आइसी सर्ट हुन सक्छ भनेर त्यसपछि पावर र यो दुईटै निकालेपछि पनि हामीलाई के भयो त सर्टिङ छदै थियो त्यसपछि हामी के गरे त यसमा यो जुन तपाईको एउटा क्यापेसिटर दुईवटा प्यारललमा क्यापेसिटर लागेको थियो यो लाइनसँग ठीक छ अनि एउटा क्यापेसिटर हामीलाई के भेटायो त सर्ट त्यो हामी रोजिन एप्लाई गरेर अनि डीसी ले 1.3 दिएर चेक गरे अनि त्यसपछि हामीलाई के भेटायो सर्ट क्यापेसिटर सर्ट भेटायो अनि त्यसपछि क्यापेसिटर पनि हामी निकालेर पावर आइसी रिभल्भ गरेर हाल्दा चाहिँ सेट हाम्रो अन भएन भयो अनि त्यसपछि हामीले के गरे कहाँ डाउट लाग्यो पावर आइसी चेन्ज गरे नयाँ पावर आइसी आफूसँग थियो अनि नयाँ पावर आइसी चेन्ज गरेपछि फेरि पनि हाम्रो बक भोल्टेज बनेन सेट अन भएन ठीक छ त्यसपछि हामीलाई के लाग्यो पावर आइसी चेन्ज गरे इनपुट आइरहेछ जीआर ओके छ सबै बक कोइलको जीआर नि ओके छ तर सेट चाहिँ अन भएन किन भएन भने अब त्यसको माथि त हामीलाई गर्नु पर्यो जानु पर्यो अनि कुन कन्डिसनमा बन्दैन या त पावर आइसी खराब हुन्छ या त तपाईको रेयर केसमा क्रिस्टल खराब हुन्छ त्यो मान्छे त्यतातिर जादैन सो यसमा के फल्ट भेटायो हामीलाई क्रिस्टल सो यसमा कति मेगाहर्ज को क्रिस्टल थियो 38.4 जुन कि तपाईको जसमा डबल पावर आइसी हुन्छ या त 4G 5 सेटहरुमा हुन्छ त्यो हामी 9 पावरबाट निकालेर चाहिँ क्रिस्टल चेन्ज गरे यहाँ तपाईहरु नि हेर्न सक्नुहुन्छ यहाँ 9 पावरबाट एउटा निकालेर अनि हामी त्यसमा चाहिँ चेन्ज गरे र यहाँ पावर आइसी पनि यसको ठिकै थियो तर पनि हामी नयाँ हालेर चेन्ज गरे यहाँ पावर आइसी छ सो अब सेट चाहिँ हाम्रो के छ त ओके कन्डिसनमा छ अहिले यहाँ हेर्न सक्नुहुन्छ सेट चाहिँ हाम्रो अन भइसकेछ सो फल्ट आयो तपाईको त्यो एउटा क्यापेसिटर अनि क्रिस्टल यहाँ हेर्न सक्नुहुन्छ 1+ को यहाँ त्यो नोटिफिकेसन पनि आयो ठीक छ जसमा कि फल्ट कहाँ आयो एक्ज्याक्टली एउटा क्यापेसिटर पनि सर्ट थियो हो कि हैन बहादुर जी एउटा कैपेसिटर संजय जी क्या शॉर्टिंग क्या इसमें फॉल्ट क्या निकला फॉल्ट क्रिस्टल का निकला क्रिस्टल और क्रिस्टल से पहले क्या शॉर्ट था जो हमारा कैपेसिटर तो उसको कैसे फाइंड किया गया ये समझ में आया कि नहीं रोजिन पेस्ट से बिल्कुल समझ में आया ना जी अनि बहादुर जी तपाईलाई यहाँ हेर्न सक्नुहुन्छ त्यही सेट हो सो कसरी स्टेप बाइ स्टेप ट्रेसिङ गर्ने त्यो मजाले बुझ्नु भो अनि वहाँले तपाईले चार्ट जुन बनाउनु भएको छ वहाँ त्यहाँ हेराउनु यहाँ हेर्न सक्नुहुन्छ जुन कि कसरी चार्ट बनाएर ए टु जेड कसरी ट्रेसिङ गर्ने मोबाइलको कुन मोडल हो कुन सीपीयू टाइप हो कति जीआर कुन लाइनमा आइरहेछ अनि कसरी त्यो केस स्टडी यस डाइरेक्ट भन्नुस् केस स्टडी कुन ठाउँमा कति जीआर आयो कसरी सोलुसन भयो त्यो चाहिँ हामी
उहाँहरूले अब चाहिँ कुनै पनि फोनको ट्रेसिङ गर्न सक्नुहुन्छ यो हिसाबले यो मेथड सकिन्छ। सो हस्, धन्यवाद तपाईहरुलाई पनि।